सो यो कुरा तपाईहरुको आजको दिनमा यति स्पष्ट बोलेर यति स्पष्ट मलाई लाग्दैन कसैले बोल्छ होला न त कसैले सोच्छ होला। त्यही पनि मैले भनिदिन्छु ल साथीहरुलाई सजिलो होस्। तर यो डिपेन्डेन्सी यति बढ्नु भनेको गलत हो के? यो गलत हो। हजुरहरूले के बुझ्नु पर्यो भने जुन स्क्रिप्ट तपाईहरुले 1300 मा खान सक्नुहुन्छ त्यसमा 800 मा आएर बेच्ने हो, लस बुक गर्ने हो। यो मूर्खताको बाहेक केही पनि हैन। तर गर्नुहुन्छ भने राम्रो। बुझाउँदा पनि हामीले त झुटो बोलेर हैन बेच्नुस् र मैले खाएको त छैन। अब मूर्खता गर्नु नै हुन्छ भने गुड, वेल एन्ड गुड। हामीलाई के फरक पर्छ? मलाई फरक पर्छ। सो अब 1200 मा सिन्धु खाना तथार मथार हुन्थ्यो, अहिले चाहिँ यस्तो छ हालत। अब यो त सरासर हो। त्यो कसैलाई गाडीमा गइरहेको थिएँ नि म, जब म जोशी खाइरहेको थिएँ। हजुरले भन्नुभएको थियो, क्लियरै भन्नुभएको थियो त्यति बेला। सिन्धु 60, 70, 80 रुपियाँ झरिसक्यो। हरे राम, मैले भने के हो हैन। आज मैले यदि जोशी सुरु नगरेको भए म सिन्धु बताउँथे। अब यहाँ हेर्नुहोस्, यहाँ प्रदीपजीले लेख्नुभयो 4 लाख घाटा छ, एउटाले अझै छ, सबैलाई घाटा छ। मलाई लाग्दैन यहाँ भक्का 1100 जनामा एकजना पनि प्रफिटमा होला सिन्धुमा, हैन। तर घाटा कसले गर्दा हो? आफूले गर्दा कि अरूले गर्दा? यो सोच्नु होला एकचोटि। आफ्नो छातीमा हात राखेर यो सोच्नु होला। मलाई यहाँ कसैलाई देखाएर हुन्न। किनभने तपाईसँग 2000 छ, तपाईले 1000 बेच्नु भयो होला। तपाईसँग 1000 छ, तपाईले 500 बेच्नु होला। तपाईसँग 5000 छ, 5000 बेच्नु भयो होला। तर तपाईहरुले ट्रेडिङ गर्नु भएको छ र त्यो ट्रेडिङको परिणाम हो आजको रेट। र आजको रेट आउँदा पनि बेच्न त छाडमछाड देख्दा वाह, मैले त तपाईहरुलाई साबासी दिइरहेको छु त, हैन। त्यो त दाइले भिडियो बनाएर दिनै भएको थियो त, ओभर ट्रेडिङको भिडियो थियो त। पहिलेदेखि जानकारी त दिया हो नि त यो कुरो त। ओभर ट्रेडिङ गर्नु हुँदैन भन्ने कुरो त दाइले भिडियो बनाएर दिनु भएको थियो पहिल्यै। नमस्ते दाइ। नमस्ते घिसिङजी। सुन दाइ, हजुर सुन तपाईँले त्यो ट्रेडिङ गर्ने भने नि त अब ट्रेडिङ गर्नेहरूले त अब स्टप लस गरेर फालिहाल्छन् होइन। तर ट्रेडरहरूले त अब, तर हामी जस्तो एकदम ट्रस्ट गर्ने मान्छे भयो नि त हामीले तपाईँलाई। अब हामी त जतिमा नि फाल्ने तयार छैनौँ। अब हामीले इन्भेस्टमेन्ट डुबेको सिन्धुमा नि अब 1300 मा किनेर 1250 मा पनि किन्यो, अहिले 800 मा आइसक्यो। अब फाल्न सकिँदैन नि त यो त। तपाईँले भने जस्तो हामीले त फाल्न सकिरहेको छैनौँ। अब ट्रेडरहरू त तपाईँले भने जस्तै ट्रेडर